सुन न, केही भन्न थियो तिमीलाई। केही भन्न मात्र होइन, तिम्रो धेरै गफहरू सुन्दै मलाई हाँस्न पनि थियो। तर अहिले तिमी के गर्दैछौ? सायद तिमी केही न केही खोज्दैछौ, कसै न कसैलाई खोज्दैछौ। आँटिएको तिम्रो मनको बेग र पाइलाहरू केही बेर रोकिदेऊ। अब केही बेर बस कल्पनामा, म बस्छु तिम्रो छेउमा। शिर राखिदेऊ मेरो काँधमा, मेरो याद राख तिम्रै साथमा। अनि तिम्रो वरपर यसो हेर त, त्यहाँ तिम्रो लागि मैले केही राखिदिएको छु। हेर त भेट्यौ होला। तिम्रो मुस्कान त्यतै छ, टिपेर आफ्नो ओठमा राख है। तिम्रो आँखा केही बेर बन्द गर्यौ कि मेरा औँलाहरूले छोपिदेऊ? अब त बन्द गर्यौ कि? अनि यो आवाज तिम्रो नजिक कतै राख, जहाँ कानले कम मनले बढी सुनोस्। खै कुराहरू कहाँबाट सुरु गरौँ? धेरै थोक कसैलाई भन्न मन हुँदा शब्दहरूले आवाजको स्वरूप लिन गाह्रो मान्ने रहेछन्।